नेपालमा नि विड क्यानबिस गाँजा जोइन्ट भन्छ नि यो युवाहरूमा लोकप्रिय बन्दै गएको छ क्या। उनीहरूले के ओपिनियन दिन्छन् भने रक्सी जस्तो हिंसात्मक हुँदैन यो, यसले क्रिएटिभ फिल गराउँछ, इमेजिनेसन पावर बढाउँछ अनि तुरुन्तै ह्याप्पिनेस फिल गराउँछ भनेर चाहिँ यहाँ गाँजा लिने गर्छन् क्या। तर वास्तवमा भन्यो भने यो एकदमै रक्सीभन्दा 10 गुणा हानिकारक हो क्या। रक्सीले त तपाईँको लिभरमा असर गर्छ क्या, तर यी गाँजाले चाहिँ नि तपाईँको दिमागमा गहिरो असर पार्छ क्या। तपाईँको जुन इमेजिनेसन र प्लेजर फिलिङको फङ्सन छन् त्यहाँनिर असर पारिरहेको हुन्छ क्या। तपाईँ नेपालमा हुँदाखेरि यो महसुस गर्नुहुन्न कि यसको महसुस मलाई त केही नै भएको छैन जस्तो लाग्छ। किनभने नेपालमा तीव्र सोच पनि चाहिँदैन, तीव्र निर्णय पनि चाहिँदैन, अनि परिवारको साथ हुन्छ, साथीभाइको साथ हुन्छ, अनि भोलि गर्छु भने पनि हुन्छ होइन। तर जब कुनै जिम्मेवारी लिएर विदेशमा हुनुहुन्छ नि अनि त्यतिखेर तपाईँलाई महसुस हुन्छ क्या। तपाईँको तीव्र सोचै हुँदैन होइन, अनि लामो समयसम्म फोकस गर्ने क्षमतै हुँदैन तपाईँसँग होइन। तीव्र निर्णय लिनुपर्ने हुन्छ होइन, अनि पर्फर्मेन्स एकदम हाई पर्फर्मेन्स दिनुपर्ने हुन्छ, त्यो हुँदैन। यसले पुरै चाहिँ इनर्जी तपाईँको ड्रेन गरिदिइरहेको हुन्छ होइन। अनि त्यो कारणले गर्दाखेरि अनि यहाँ के हुन्छ भने धेरै देखेको छु कि मैले दुबईमा, मैले धेरै देखेको छु ठुलो पोस्टमा, म्यानेजरको पोस्टमा होइन, डाइरेक्टरसम्मको पोस्टमा नेपालीहरू आए अनि आइसकेपछि उनीहरूले काम गर्न नसकेर अनि कि त रिप्लेस गरिदिएको, कि त डिमोट गरिदिएको, कि त फायरै गरिदिएको, त्यो देखेको छु क्या। त्यो कारणले गर्दाखेरि नि गाँजा भनेको नि यति हानिकारक हो तपाईँको केरियरको लागि चाहिँ नि, यो चाहिँ एउटा चाहिँ नि दुश्मनै हो क्या। अनि त्यही भएर नि आफ्नो केरियर बनाउनु छ भने नि, भविष्य सुन्दर चाहनुहुन्छ भने गाँजा खाँदै नखानु, बुझ्नु भने गाँजाको सेवन गर्दै नगर्नु।